बाँकेको डुडुवामा रहेको जयन्तु बाल सुधार गृहमा शुक्रबार राति भएको झडपमा घाइते भएका सबैजना अस्पतालबाट डिस्चार्ज भएका छन्। घाइते 49 जना मध्ये 43 जनालाई शनिबार साँझ नै डिस्चार्ज गराइसकेका थिए। बाँकीलाई सामान्य उपचारपछि राति नै अस्पतालले डिस्चार्ज गरेको बाँकेका जिल्ला अधिकारी धर्मराज जोशीले बताए। 255 जना भन्दा बढी बालबन्दी रहेको सुधार गृहमा दुई समूहबीच झडप हुँदा सुधार गृहभित्र आगजनी समेत भएको थियो। बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए। घटनामा प्रहरीको मोटरसाइकल समेत बालबन्दीहरूले जलाएका थिए। प्रहरीले आगजनी र तोडफोडमा संलग्न भएको भन्दै करिब 1 दर्जनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ। प्रमुख जिल्ला अधिकारी जोशीले उनीहरूसँग सोधपुछ जारी रहेको बताए। 40 जना बन्दीलाई अर्को बाल सुधार गृह 9 बस्ता लगिएको छ। स्थिति हाल शान्त रहे पनि प्रहरीले निगरानी बढाएको छ। बाल सुधार गृहमा प्रहरी बिना हतियार बस्नुपर्ने नियम रहेको छ। त्यहाँ क्याप्टेनले अनुगमन र व्यवस्थापन गर्दछ। गत वर्ष असोज 4 गते पनि सुधार गृहमा झडप हुँदा एक बालबन्दीको मृत्यु भएको थियो। केही दिन अघि मात्रै 3 जना प्रहरी कुटपिट भएका थिए। यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले 9 बस्ता सुधार गृहमा स्थानान्तर गरेको थियो।